नमस्ते सम्पूर्ण नेपालीहरूलाई र आजको भिडियो चाहिँ खास गरेर हाम्रो प्रधानमन्त्री सुशीला कार्कीज्यूको लागि हो। भाइहरूलाई सक्दो शेयर गरेर उहाँसम्म पुगाइदिन हार्दिक अनुरोध गर्दछौँ। किनभने चाहिँ उहाँ जतिखेर भाइ जेएनजी भाइहरूलाई गोली लागिरहेको थियो त्यतिखेर उहाँहरूले ठुलो चर्को स्वरमा भनेको थियो कि हत्यारुलाई छोपेर कारवाही गर्नुपर्छ। अहिले चाहिँ उनीकै सरकार छ र किन नभएको त्यस्तो त? के तपाईँ पनि सत्तामा आएर सत्ताको मोहमाया लागेर 6 महिनाको लागि सुशीला कार्कीज्यू तपाईँले आफैले भन्नुभएको होइन समातेर छानबिन हुनु पर्यो भने अहिले तपाईँको आफ्नै सरकार छ र किन नभएको त? कि तपाईँको फेरि तपाईँले आफ्नो पार्टी कार्यकर्ता देखाइहाल्नु भयो किनकि तपाईँ पनि त्यही पार्टीको मान्छे थियो होइन र? त्यही भएर आफूले बोलेको वचनमा कायम उठ्नुहोस् के। तपाईले 6 महिनाको लागि बनाएको राम्रो स्थिति र राम्रो सुरक्षा गरोस् भनेर हामीले तपाईलाई त्यो कारागारमा पुगाएको बुझ्नुभयो कि नै? त्यही भएर मेरो बिन्ती के छ भने जुन तपाईले बोली बोल्नु भएको थियो त्यो बोलीमा चाहिँ तपाईले कारबाही गर्नुस् हैन, कारबाही गर्नुस् र हामी मान्ने छौं के। र किनभनेपछि अहिले चाहिँ सबैहरूले विवाद गरिरहेछ कि उनले आफैले बोलेको र अहिले उनको आफ्नै सरकार हुँदा पनि उनले कारबाही गर्न सकेन भने चाहिँ के तपाईमा त्यति पनि क्षमता छैन र कारबाही गर्नलाई? पूर्ण रूपमा सबुत उनकै पक्षमा छ। हरेक चिज तपाईलाई देखादेखिमै भेटेको छ। शेरबहादुर देउवाको घरमा हेर्नुहोस्, केपी ओलीको घरमा हेर्नुहोस्, प्रचण्डको घरमा हेर्नुहोस् हैन, रमेश लेखकको घरमा हेर्नु, त्यत्रो सम्पत्तिवाला त थिएन नि त। सबै काण्ड तपाईलाई थाहा नै छ। यस्तो पनि होइन कि बाहिरबाट कसैले भन्नु पर्यो भनेर। काण्ड त तपाईलाई थाहै नै छ। त्यही भएर किन अहिलेसम्म कारबाही नगरेको त? 1 महिना त भइहाल्यो तपाईलाई प्रधानमन्त्री बनाएको। पहिला जुन व्यक्तिलाई छोप्नु पर्ने उहाँलाई छोप्नुस्, कारबाही गर्नुहोस्, छोपेर पहिला कारबाही गर्नुहोस्। जस्तै रवि लामिछानेलाई गरेको थियो हैन, निर्दोष हुँदा पनि उहाँलाई भित्र हालेको थियो नि त। त्यही भएर उहाँहरूलाई छोपेर उनीहरूको पासपोर्ट, लाइसेन्स जे हुन्छ, ब्याङ्क अकाउन्ट सबै चिज सिल गरेर उनीहरूलाई छोपेर पहिला कारबाही गर्नुहोस्। त्यसपछि हामी तपाईलाई मान्नेछौँ कि तपाईले भनेको वचनमा तपाईँ आफ्नो कायम हुनुभयो भनेर। प्लिज